यौनी छ, यो यौनीमा सबैको आँखा छ। म सानो बच्चा हुँ भन्देर दाइले भन्दैन, छिमेकीले बहिनी भन्दैन, मामाले भान्जी भन्दैन, बाउले छोरी भन्दैन, अङ्कलले छोरी भन्दैन, समाजले छोरी भन्दैन। म कहाँ जाऊँ? मलाई सुरक्षा कसले दिन्छ त? केही बोल्यो भने तिम्रो छोटो लुगाले नै बलात्कार भएको भनिदिन्छन्। आमा बाउ दिदी बहिनी दाजुभाइले तेरो छातीको बुबु उफ्रिया छ भन्छन् हैन? कहाँ हो त हामी सुरक्षित हुने? केटाका आँखा सिधै यही जान्छ हैन? तिम्रो बलात्कारको लिङ्गलाई, तिम्रो बलात्कारको नजरलाई भुइँमा राख, भुइँमा राख। मरिसकेपछि सडकमा आएर बोल्नु भनेको हाम्रो बाध्यता हो। पहिल्यै नै सुरक्षित बना तेरो आँखा र तेरो लिङ्गलाई। यदि फिलिङ्स आउँछ भने मास्टरबेड गरेर झराल, बाथरुममा गएर झराल, होटेलमा गएर झराल, कोठामा गएर झराल, तर झराल। तर 3 वर्षको बच्चालाई बलात्कार नगर। त्यो बच्चाले अहिले आमा भन्न पनि पाउँदैन के? त्यसले मेरो यौनीमा छोयो भन्न पनि जान्दैन। त्यसलाई यौनी भनेको के हो थाहा छैन। त्यसलाई माथिको बुब्स भनेको के हो थाहा छैन। तिनीहरूलाई चकलेटको लालचमा बोलायो, कोठामा लग्यो, थाहा छ आँखा फुटाएको छ, जिब्रो काटेको छ, शरीरैभरि चुरोटका दबाइएका दागहरू छ। त्यो बच्चाले कति पटक अया भन्यो होला? सोच त एकचोटि। कति पटक चिच्चायो होला के त्यो बच्चा? हवसका पुजारी होला, त्यति पनि पुगेन। 3 दिनसम्म त बलात्कार गर्यो होला, किनकि 3 दिनसम्मबाटै हराएको त हो त्यो बच्चा हैन? कतिसम्मको फिलिङ्स हो तिमीहरूको कि कन्ट्रोलै गर्न नसक्ने? चिसो पानी हाल्के भित्र कन्ट्रोल हुन्छ नै। मैले साइन्सबाट भन्दैछु, लजाउनु पर्ने कुरा छैन गाइस। चिसो पानी हाल। तर बच्चालाई बलात्कार नगर, कसैलाई पनि बलात्कार नगर। बलात्कार भनेको अपराध हो। यो यहाँ भेजामा घुसा, जोसुकै होस्। दिदी बहिनी भनेपछि खुट्टामा ढोकर। हामीलाई दसैँ आउँदा, तिहार आउँदा हामीलाई लक्ष्मी बनाउनु पर्दैन, दुर्गा गराउनु पनि पर्दैन। हामीलाई इज्जतले बाँच्न दे, स्वतन्त्रपूर्वक बाँच्न दे। हामी हिँडेको गल्लीलाई सुरक्षित बनाइदे। कतै दिदी बहिनी देखेको छ भने छोड्न जा राति। रेस्पेक्ट गर। तेरो घरको दिदी बहिनीलाई जति गर्छस् बाहिर पनि त्यति नै गर। बस हामीलाई चाहिएको यति हो। हामीलाई पुज्नु पर्दैन के भाइ दाइहरू? हामीलाई पुज्नु पर्दैन यार है। हामीलाई चिल्लो सडक पनि चाहियो यही देशमा, किनकि म यो देशको नागरिक हुँ। मलाई चिल्लो सडक पनि चाहियो, सुरक्षित गल्ली पनि चाहियो। म यही देशको नागरिक हुँ। यो काम सरकारको। अब भन्छौ फाँसीको सजाय नेपालमा ल्याउन मिल्दैन, र मैले माने। ठिक छ, बलात्कारीलाई हामीलाई दे नि त, हामी गर्छौँ। मेरो दिमागमा के आएको भने एनेस्थेसिया दिएर भित्रको काटेर फेरि बिउजाइदिने क्या त्यसलाई। कमसेकम आफू नमर्दौ भनेर प्रमाणित गरेर त हिँड्छ हैन? ठिक छ त, फाँसी नदेऊ। ए बाबा, कडा कानुन त ल्याइदेऊ। अघि मेरो साथीले भन्नुभयो रातिको 2 बजे हामी सुरक्षित छैनौँ रे। तिमी सुरक्षित छैनौ के को? रातिको 2 बजे यहाँ? रातिको 2 बजे म निद्रामा हुन्छु। मलाई दिउँसै सुरक्षित चाहियो यो गल्लीमा। अर्को कुरा, तुलसीपुरमा म अझै पनि भन्छु, मैले कहिले पनि सेफ फिल गर्दिनँ गाइस। नरिसाउ, म बाहिरबाट पढ्न आएको, तर मैले सेफ फिल गर्दिनँ है। किन आफै सोच, मन दुख्ला फेरि तुलसीपुरको बेइज्जत गर्यो भनेर यस्तो मैले गाली खाइरहेको छु हैन? तर पनि मैले फिल गर्दिनँ। किन गर्दिनौ? आफै सोच। समाजमा छोरीलाई बचाउन गाह्रो भइसक्यो। अब छोरी नै नपाउने, फेरि सबै केटालाई छोरीको माया लाग्ने के? मलाई एउटा क्युट बेबी देऊ ल रे। बच्चा न बच्चा, छोरी बच्चा। पहिलो सन्तान लक्ष्मी बनाइदेऊ है बेबी। बच्चा छोरी, छोरी बच्चा पहिला, अनि पहिलो बेबी चाहियो तँलाई छोरी है। थ्याङ्क यू एभ्रिवान, सबैजनालाई थ्याङ्क यू। यो आवाज सबै जग्गामा आउँछ। तिमीलाई अनसेफ हुन्छ भने 100 मा फोन लगा। तिमीलाई गल्लीमा सुरक्षित महसुस हुँदैन
उसको राइट टु प्राइभेसी हो, तर पनि समाजले हामीलाई त्यो गर्न बाध्य बनाइदिएको छ। 6 बजेबाट 5 बजेर छोरी घरमा आइन भने फोन हाल्नुपर्छ हामीले, कहाँ छस् त बाबु